हेलो गाइज नमस्ते म चाहिँ सबिना प्रजापति अनि रिसेन्टली हामीले चाहिँ अब एउटा नयाँ म्युजिक भिडियो निकाल्न लागेका छौँ होइन अनि त्यो चाहिँ सङ बाई दशमलव है त्यो गाना जानिन कि भन्ने मैले फर्स्टमा सुने बेला नि मलाई चाहिँ एकदमै मन परेको थियो भेरी मच इमोसनल है म चाहिँ रोएको पनि थिएँ कि अझै होइन अब पार्ट अफ स्टोरी तर अब हामीले चाहिँ यो गानामा म्युजिक भिडियो निकालेको भएर मैले चाहिँ ओरिजिनल क्लिप चाहिँ जस्ट लाइक फर फ्यु पिपललाई देखाएको छु अनि उहाँहरूको रिभ्यू लिन खोज्दैछु होइन अनि मेरो बारेमा भन्नुपर्दा चाहिँ म चाहिँ पर्सनली मलाई चाहिँ यो गाना एकदमै मन परेको गाना होइन त्यही भएको रिजनले गर्दा पनि मलाई जब दशमलवले भन्यो कि डु वान मेक लाइक भिडियो इन दिस सङ म्युजिक भिडियो अफिसियल म्युजिक भिडियो भन्ने बित्तिकै अनि आई वाज लाइक सो एक्साइटेड होइन ओके आई विल पुट माई 100% एफोर्ट भन्ने खालको नि भयो होइन त्यही भएर लेट्स सी हाउ इट वर्क आउट टु यु गाइज है अब किनकि यस्तो हुन्छ कि सबैजनालाई मन पर्नुपर्छ भन्ने हुँदैन त्यो पनि अब हामीले आफ्नो तरिकाले बनायौँ होइन अब दिस इज लाइक द लर्निङ फेज अब नेक्स्ट टाइम फेरि अब अफकोर्स अब बनाइन्छ होइन त्यो टाइममा अब त्यहीबाट सिक्दै जाने हो नि त फर्स्ट म्युजिक भिडियो नराम्रो भए पनि इट्स लाइक ओके अनि सेकेन्ड टाइम वी विल लर्न फ्रम द्याट अब तपाईँहरूले हेर्नुहोस् अब यो चाहिँ 21 जुनमा अफिसियली रिलिज हुँदैछ अनि देन आफ्टर यु क्यान टेल अस अब कस्तो छ के छ वी विल टेक युर रिभ्युज होइन अनि त्यहाँबाट वी विल लर्न मोर थिङ्स त्यति भन्दै नमस्ते चाओ सी यू अगेन हेलो नमस्ते म हुँ दशमलव मेरो गीतको म्युजिक भिडियो आउँदैछ छिट्टै नै जानिन कि भन्ने गीतको सायद तपाईँहरूले सुनिसक्नुभयो होला त्यो गीत तर त्यसको म्युजिक भिडियो पनि आउँदैछ र यो म्युजिक भिडियो बनाउनु चाहिँ मेरो साथी सबिना प्रजापति लस एन्जल झ्याप्लीले धेरै हेल्प गर्नुभएको छ र यो गीतको सबै क्रेडिट उसलाई नै जान्छ यो म्युजिक भिडियोको लागि चाहिँ अनि यो गीतमा डिरेक्सन स्क्रिप्ट राइटिङ स्टोरी लाइन अनि त्यसपछि के अरे एडिटिङ मोडलिङ सबै ऊ आफैले गरेको छ होइन अनि सी हेज डन भेरी फ्याबुलस वर्क है अनि एकदम मन परेको छ मलाई नि त्यो काम अनि आई होप सबैजनालाई मन पर्छ होला मैले त भिडियो हेरिसकेँ आइ एम भेरी एक्साइटेड होइन अब तपाईँहरू नि हेर्नु होला युट्युबमा आइसकेपछि प्लिज सब्सक्राइब माई च्यानल मेरो च्यानलको नाम चाहिँ 0.25 हो सो प्लिज गाइज सी यु सुन यो झ्याप्लीको भिडियो हेऱ्यो होइन झ्याप्लीको एडिट हेऱ्यो इट्स भेरी ब्युटिफुल बहिनी म के भन्छु भने म पनि सिकार हो एन्ड आम अल्सो लर्निङ एन्ड आई नो हाउ मच टाइम एन्ड एफोर्ट इट टेक्स टु मेक अ म्युजिक भिडियो एक्लो मान्छेले होइन सबै कोलाबोरेसन गर्दै साथीभाइलाई बोलाउँदै यो गरौँ त्यो गरौँ भन्दै बनाएको म्युजिक भिडियो यति राम्रो टर्नआउट हुन्छ भन्ने मैले एक्सपेक्ट गरेको थिएन मलाई थाहा थिएन हुनसक्छ भनेर आई डोन्ट थिङ्क आई एम इन अ पोजिसन टु मेक द्याट होइन बट यु डिड इट एन्ड कङ्ग्रेचुलेसन्स एन्ड गुड फर यु है कतिवटा सर्ट्सहरू त यति मजाको थियो यति इन्सपायरिङ थियो यति ब्युटिफुल थियो कि मैले आई जस्ट इभन मेन्सन लाइक ओ माई गड द्याट सर्ट इज सो गुड द्याट सर्ट इज सो गुड एन्ड देयर सो मेनी अदर ब्युटिफुल सर्ट्स बिरोजहरू द्याट यु कुड नट युज इन दिस भिडियो अनफर्चुनेटली 4 मिनटको भिडियो थियो होइन बट आई एब्सोल्युटली लभ दिस भिडियो अनि म के भन्न चाहन्छु भने किप वर्किङ किप मेकिङ किप इन्सपायरिङ एन्ड किप ग्रोइङ बहिनी God bless you, Hannah. You're an amazing person, and my blessings and my prayers are always there for you. I love that video, and every person should watch it. Ekchoti bhaye pani like or subscribe pani garnu nabirshinu hola र share पनि गरिदिनु होला आफ्नो साथीभाइहरूलाई so that दशमलवको त्यस्तो दामी voice and त्यति दामी lyrics त्यति दामी musicलाई I think it justify गरेको छ भनौँ न यो म्युजिक भिडियोले and please go watch it and yeah. Enjoy. Ciao. Oh, Chabli. I'm very proud of you. कस्तो दामी गरेछौ तिमीले भ्लगर मान्छे भ्लगरले भिडियो खिचेको छ आफूले एडिट गरेको छ आफूले नै डिरेक्ट गरेको छ आफूले नै सबै गरेको छ एडिट सेडिट आमा अनि सक्छ त सक्दैन नि अब पोर्चुगलको सबै मान्छेहरू चाहिँ प्लिज रिच आउट लस एन्जल्स झ्याब्लीले चाहिँ खतरा भिडियो बनाउन थाले चाहिँ अब साथी उभो लागेको देख्न पाऊँ अझै ल बाई यति हो एकदम दामी गीत मेन एकदम गीत मन पर्यो अफ कोर्स क्यामेराम्यान त मै हो एकदम बबाल लाग्यो आई एम सो एक्साइटेड एन्ड टिकटक ओके बम छ बम पुरै सकेछ बम अति दामी मेरो गुजबम आइरहेको उसको त गुजबम आए अनि पुरै सकेछ नि क्यामेरा उता लान्छ यार आई एम सो एक्साइटेड के टिकटक बनाउनु छ भने